आदरणीय दर्शक महानुभावहरू यहाँहरू सम्पूर्णलाई नमस्कार। हामी चाहिँ आज धरान उपमहानगरपालिका वडा नम्बर 17 स्थित रहेको यो साकेला पार्कमा छौँ। आज विशेष गरेर किराँत राई समुदायहरूको मौलिक सांस्कृतिक नाच साकेलाको अन्तिम दिन पनि हो र उहाँहरूको यो साकेला नाच चाहिँ एउटा उहाँहरूको परम्परागत रूपमा उहाँहरूको मौलिक सांस्कृतिक पूजा आराधना सँगै गरिने भएकोले गर्दाखेरि यो यहाँनिर मैले यो दृश्यहरू देखाएको छु जहाँ उहाँहरूको चाहिँ यो कुल पितृमा चाहिने सामग्रीहरू जस्तै यहाँनिर चिन्डो देख्न सकिन्छ होइन, बाँसको विभिन्न सामग्रीहरू देख्न सकिन्छ, तलवारहरू देख्न सकिन्छ होइन, यहाँ त्यस्तै गरेर ठेकीहरू देख्न सकिन्छ यहाँनिर झुन्डाइरहेको छ। अनि यो सानो घर छ यहाँनिर चाहिँ यो चाहिँ घरको घर होइन। अनि यहाँ घरमाथि चाहिँ फेरि यसरी यो घुम राखिएको छ होइन। यो उहिले हाम्रो परापूर्वकालमा भनौँ होइन, हाम्रो बाबुबाजेहरूले चाहिँ खेती गर्दाखेरि या त पानी पर्दाखेरि चाहिँ जुन बेला छाताको चाहिँ आविष्कारै थिएन भनौँ न, त्यतिखेरको अवस्थामा चाहिँ यो घुम चाहिँ प्रयोग गरिन्थ्यो। अनि आज निकै भिड पनि रहेको छ है, यो साकेला पार्कमा चाहिँ छिर्न नसक्नु छ आज। यहाँ चाहिँ बाँसको विभिन्न सामग्रीहरू होइन, अनि पर चाहिँ अब यो काँसको लोटाहरू पनि देख्न सकिन्छ। यहाँ बस्ने मुढा पनि छ होइन। अनि यहाँ छेउमा चाहिँ अनि सानो आगो बालिएको छ। अनि त्यस्तै गरी यहाँनिर चाहिँ फेरि मासु पनि झुन्डाइएको छ होइन। यो चाहिँ पक्कै पनि बजाको बाजा चाहिँ निकै पुरानो प्राचीन बाजाको रूपमा मानिन्छ दर्शक महानुभावहरू होइन। यहाँनिर चाहिँ हाम्रो बोजूले मजाले बजाउँदै हुनुहुन्छ। अनि यो भाड भिडमा चाहिँ अलिकति साउन्ड चाहिँ अलिकति डिस्टर्ब आइरहेको छ, तर पनि यो मिठो धुनमा होइन बजिरहेकै छ। र त्यो बाजाभन्दा अलिकति पर चाहिँ बाँसको होइन, यसलाई चाहिँ फुरुङलुङ भनिँदो रहेछ होइन। यो आफ्नै मौलिक भाषामा पनि राखिएको हुन्छ त्यो सामग्रीहरूको नामहरू होइन। हजुर, पहाडे सारङ्गी हो ए हजुर। लु यसलाई अलिकति बजाएर सुनौँ है ल। सुन्दै हुनुहुन्छ? हजुर हजुर हजुर। पहाडे सारङ्गी आदरणीय दर्शक महानुभावहरू यो निकै लोक उन्मुख बाजाको रूपमा पनि यसलाई मान्नुपर्छ होइन। हामी नै धरानमा बसेर 20औं वर्ष भइसक्यो होइन। हामीले पनि दुर्लभ रूपमा मात्र देखिरहेका छौँ र अहिलेको पिँढीहरूले पनि चिन्नुपर्छ। यो चाहिँ हाम्रो राई समुदायहरूको परम्परागत बाजाको रूपमा यसलाई चाहिँ के पो भनिन्छ भन्नुभयो नाम? पहाडे सारङ्गी। पहाडे सारङ्गी है। यो पहिला हाम्रो बाना बाजा केही नहुँदा मनोरञ्जनको साधनको लागि चाहिँ हामीले बजाइन्थ्यो गरिन्थ्यो। हजुर हजुर। निकै राम्रो भिडियो तपाईँहरूलाई मैले देखाइरहेको छु। यो च्यानललाई सब्सक्राइब लाइक सेयर त अवश्य पनि यहाँहरूले गर्नुहुन्छ, किनकि यहाँहरूले यो च्यानललाई सब्सक्राइब लाइक गरिदिनु भयो भने नै अझ उत्कृष्ट अझ राम्रो भिडियोहरू हामी पोस्ट गर्न सक्नेछौँ है। त्यस्तै गरेर यहाँनिर यहाँ देख्नुहुन्छ यसको नाम चाहिँ के हो? भकारी कोठा होइन ए भकारी कोठा। यो पनि निकै यो चाहिँ पहिलाको जमानामा यसमा चाहिँ अन्नहरू यसरी राखिन्थ्यो होइन। यसलाई चाहिँ भकारी कोठा भनिन्छ। अनि त्यस्तै गरेर यहाँनिर धेरै यस्तो प्राचीन हाम्रो सामग्रीहरूलाई चाहिँ यहाँ प्रदर्शनी गर्ने क्रम भइरहेको छ। आज विशेष यो निकै महत्त्वपूर्ण चाडको रूपमा पनि मानिन्छ होइन। उभौली पर्वको चाहिँ आज यो अन्तिम दिन साकेला पार्क धरान 17मा निकै भव्य रूपमा चाहिँ घन्किरहेको छ होइन। अनि यहाँ ढेकी देख्न सकिन्छ, यो धान कुट्ने ढेकी मैले दर्शकहरूलाई देखाइरहेको छु। यहाँहरूले अवश्य पनि हेर्नुहोस् है, कति राम्रो होइन, कति सुन्दर है। यो धान कुट्ने ढेकी होइन पहिले चाहिँ उहाँले कुट्दै हुनुहुन्छ, ढेकी कुट्दै हुनुहुन्छ है। हो पहिले चाहिँ अब धान कुट्ने मेसिनकै रूपमा होइन हामी ढेकीलाई प्रयोग गर्थ्यौँ होइन। अहिलेको पिँढीहरूले चाहिँ अब देखेका पनि छैनन् होला, यहाँहरूले यो देख्न सक्नुहुन्छ। उहाँ हाम्रो चेलीले ढेकी कुट्दै हुनुहुन्छ है। यहाँ चाहिँ धान छैन होइन, धान हामी कुट्छौँ। अनि यहाँ धान पनि छ है, धान पनि मैले देखाइदिएँ, धान पनि छ, धान कुटिन्छ। अनि त्यस्तै गरेर यो यसको बारेमा अलिकति भनिदिनुहुन्छ कि दिदी? यो हाम्रो सामने कुरामा चाहिँ तपाईँको रिनालुङ भन्छ यसलाई। ए भनेको जाँतो हो। हजुर। पहिलाको जमानामा चाहिँ मिल नभएको कारणले गर्दाखेरि हजुर मकै
मकै पिसेर कोदो पिसेर चाहिँ हामीले चामल बनाएर पिठो बनाएर सरुला निकालेर खाने चलनहरू हुन्थ्यो। अब अहिले मिल आउनुको कारणले गर्दा आधुनिक जमानाले गर्दा यो लोप हुँदै गयो र पनि संस्कार संस्कृति बचोस् भनेर चाहिँ हामीले यो चाहिँ जातो भन्छौँ पर्वतीय भाषामा। इलामा चाहिँ चाम्लिङबाट रिमालुङ भन्छ। रिमालुङ त दर्शक महानुभावहरू यसलाई चाहिँ राई चाम्लिङ भाषामा चाहिँ रिमालुङ भनेर यसको नामाकरण गरिएको रहेछ होइन, हामीले पनि थाहा पाइयो। र यो चाहिँ हामीले भन्नै पर्दा जाँतो होइन, यो विभिन्न अन्नहरू पिस्नको लागि अति उपयोगी होइन, पहिले हामीले प्रयोग गरिन्थ्यो। अनि त्यस्तै गरेर यहाँनिर चाहिँ यो पक्कै पनि ओखल, यो दिदी हजुर नमस्कार, सेवा है, यो ओखलको बारेमा अलिकति केही जानकारी पाउनु हजुर। यो चाहिँ अब बाङ्गा भाषाबाट गुराङ भन्छ, गुराङ भन्छ, यो जुम भन्छ हजुर। अनि यो चाम्लिङ भाषाबाट छिक्कु होइन हजुर, अनि दक्की भन्दो रहेछ है हजुर हजुर। धान कुट्ने गर्ने गर्छ हजुर, धान कुटेर चामल पिलाउने हजुर। अनि यसमा पिठो पनि चामल पिसेर चाहिँ हजुर बनाउने काम हुन्छ। ए हस् धन्यवाद। अनि यहाँ चामल निफान्दै हुनुहुँदो रहेछ हाम्रो चेली होइन, यो हजुर बाँसको चोयाको नाङ्लो होइन, तपाईँले चाहिँ चामल निफान्दै हुनुहुन्छ है, केलाउँदै हुनुहुन्छ। भयो हजुर हजुर, चामल बनाउनु भयो, त्यो बनाएको चामल चाहिँ उहाँहरूले केलाउँदै हुनुहुन्छ। बिहा भयो, भुस भयो, कनिका भयो, हजुर छुट्याउने काम चाहिँ उहाँहरूले गर्दै हुनुहुन्छ। उहाँहरूले कुटेको चामल चाहिँ उहाँहरूले केलाउँदै गर्दै हुनुहुन्छ। अनि यता यहाँ फेरि सेवा दिदी हजुरले चाहिँ यहाँनिर पक्कै पनि यसलाई चाहिँ के भन्छ, यसको बारेमा अलिकति जानकारी पाउन। ए के भन्नुभयो? ए काठको है, काठको धागो काट्ने चर्खा है यो चाहिँ। त हजुर 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 ए हजुर ए हजुर हजुर धन्यवाद। अनि यहाँ चाहिँ सेवा है दिदी, यो चाहिँ यहाँनिर बाँसको चोयाको होइन कोक्रो है, यो चाहिँ अहिलेको हाम्रो पिँढीहरूले पनि राम्रो ध्यान दिएर हेर्नुपर्छ है, यो बच्चाहरू बोक्ने कोक्रो होइन त। यो हाम्रो चाम्लिङ भाषामा हजुर यायुङ्गा भन्छ कि हजुर, नानी सुत्ने, हजुर नानीलाई सुताउने हजुर यायुङ्गा भन्छौँ हामी चाम्लिङ भाषामा। तर पर्वतेमा चाहिँ कोक्रो, हजुर कोक्रो सानो सानो बालकहरूलाई चाहिँ हामीले अब यहाँ सुताएर आमाले ढाडमा बोकेर अरू काम गर्दै गर्ने चलनहरू हुन्छ। यस्तो पछाडि बोकेर होइन अनि काम गर्दै हिँड्न नि सकिन्छ। सानो बच्चाहरूलाई यसो हल्लाउँदै। हजुर हस् है, सबैलाई धन्यवाद ल। यो चाहिँ के हो होला हजुर? माछा मार्ने। ए माछा मार्ने जाल है, यो भनेपछि उहिले किराँत राई समुदायमा पनि माछा मार्ने परम्परा चाहिँ थिएछ होइन त? पक्कै पनि हजुर भोकोमारीमा हजुर हजुर माछा मार्ने हजुर गरेर पनि आफ्नो जीविकोपार्जन चाहिँ पहिला चल्थेछ। त्यसले गर्दाखेरि ए हालेर पनि देखाउनु कि हजुर एकचोटि हानेर देखाइदिउँ त दर्शक महानुभावहरू। यो हाम्रो किराँत राई समुदायमा पनि माछा उहिले मार्ने होइन एउटा परम्परागत एउटा व्यवसाय नै भन्नुपर्छ, त्यतिखेर थिएछ भन्ने कुरा चाहिँ अहिले हाम्रो यो साकेला पर्वमा होइन यसरी चाहिँ यहाँनिर प्रदर्शन गरिएको छ। र उहाँले चाहिँ अब जाल हान्दै देखाउँदै हुनुहुन्छ, जाल कसरी हालिन्छ भनेर यहाँले ध्यान दिएर हेर्नु होला। यो च्यानल यहाँहरूलाई पक्कै पनि होइन हेर्दै हुनुहुन्छ, यहाँले सब्सक्राइब लाइक गरिदिनु होला। दर्शक महानुभावहरू यहाँ जाल हानेको हेरिहालौँ है ल। ल हेर्नुहोस् माछा त कत्रो कत्रो पर यहाँनिर हेर्नुहोस् त। राम 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 देख्नुभयो माछा? चेस्मा खोलेर हेर्नुहोस्, चेस्मा लाउनु भएको छ भने माछा ठुलो ठुलो छ है। यो सप्तकोशीमा हानेको माछाको जाल हो यो है। ल धेरै ठुलो ठुलो माछा पर्यो है यहाँनिर ल। राम्रो हेर्नुहोस् त, देख्नु भएन होला कतिले। राम्रो हेर्नुहोस् ल ल ल ल हेर्नुहोस् माछा देख्नुभयो नि, पक्कै पनि अब चाहिँ देख्नुभयो है।
आदरणीय दर्शक महानुभावहरू निकै भिडभाड रहेको छ। आज धरान व्यापक रूपमा चाहिँ किराँत राई समुदायहरूको मौलिक सांस्कृतिक साकेलाले चाहिँ धरानलाई आज हल्लाएको छ क्या। त्यति रौनक छ होइन, त्यति भव्य छ है, त्यति सभ्य छ। तर त्यसको बावजुद पनि आज हामीले चाहिँ यो भिडियोहरू तपाईँहरूलाई देखाउँदैछौँ, किनकि यहाँहरू सुतेर कोही काम गर्दैन, कोही कहाँ देश विदेशबाट हेर्दै हुनुहुन्छ होला होइन। अब यो राई समुदायहरूको यो प्राचीन सामग्रीहरू हो होइन, धेरै महत्त्वपूर्ण सामानहरू हो होइन। मैले देखाइरहेको छु यहाँनिर चाहिँ हरियो पातको चाहिँ टपरी गाँसेर यहाँनिर डालीमा छोपिएको छ। पक्कै पनि यहाँनिर चाहिँ राई समुदायहरूको चाहिँ एउटा कल्चर खानाको रूपमा चाहिँ उहाँहरूले ल्याउनु भएको छ। र यहाँ सिकिप, यो सिकिप भनिन्छ, यो बाँसको काइँ हो है। आमा यो धेरै पुरानो हो। अहिलेको पिँढी, अहिलेको भाइ बहिनीहरूले चाहिँ धेरै कुराहरू जान्नुपर्छ। जुन बेला चाहिँ हामीसँग त्यो काइँहरूको अभाव हुन्थ्यो त्यतिखेर चाहिँ घर गाउँमै बनाइन्थ्यो होइन। बाँसको खिपेको सिकिप भनिँदो रहेछ यसलाई चाहिँ। पक्कै पनि यो राई चाम्लिङ भाषामा नाम राखिएको छ होइन। त्यस्तै गरेर कठुवा, यहाँ कठुवा देख्न सक्नुहुन्छ होइन। काँसको लोटा पनि हेरिहाल्नु भयो होइन। त्यस्तै गरेर दारको हर्पे पनि यहाँनिर राखेको थियो। त घिउ राख्नको लागि साह्रै राम्रो चिज है यो हर्पे होइन। हर्पे घिउ, काठको लोटा है, काठको लोटा पनि देखिहाल्नु भयो। यहाँहरूले सिल्भरको लोटा, स्टिलको लोटा, काँसको लोटा देख्नुभएको होला। तर यहाँनिर चाहिँ फेरि काठको लोटा पनि देखाइँदैछ होइन। यसरी यहाँनिर चाहिँ तामाको माना, ल हेर्नुहोस् पाथी है, तामाको पाथी। यो निकै पुरानो हो। यो अहिलेको जेनेरेसन, अहिलेको भाइ बहिनीहरूले चाहिँ सायद पढेको मात्र हुनसक्छ होइन। तर आज चाहिँ हामी यो तामाको पाथीलाई चाहिँ यसरी भिडियो मार्फत तपाईँहरूलाई प्रष्ट ढङ्गले देखाइरहेका छौँ। यो यसरी हामी हेर्नुहोस्, निकै कालो, निकै पुरानो यो पाथी, तामाको माना, अलिकति माथिबाट राखिएको छ तामाको माना। यस्तै विभिन्नहरू छ होइन। अनि यो निकै पुरानो बोतल हो, हेर्नुहोस् यो निकै दुर्लभ पुरानो बोतल पनि होइन देखाइरहेका छौँ होइन। अनि यो हेर्नुहोस् धेरै पुरानो पटुकाहरू, यो काँसको पटुकाहरू, धेरै पुरानो पटुकाहरू पनि यहाँ राखिएको छ होइन। तामाको खडकुडाहरू राखिएको छ। अनि त्यस्तै गरेर यो तामाको यहाँनिर यो ढुङ्गा खाने ढुङ्ग्रो पनि हुनुपर्छ होइन। यो चाहिँ काठको हो। काठको यहाँनिर विभिन्न सामानहरू यसरी देखाउँदैछौँ दर्शक महानुभावहरू, यहाँले ध्यान दिएर हेर्नुहोस्। अनि यो पनि निकै देखाइदिनु यता। यो पितलको यो गिलास निकै पुरानो दर्शक महानुभावहरू, ल हेर्नुहोस् है। अनि यो साइडमा बाँसको प्यारेङ्गो पनि मैले देखाइरहेको छु होइन। बाँसको प्यारेङ्गोको छेउमा चाहिँ निकै दुर्लभ क्या। यो चाहिँ गाउँघरमा मुसा मार्नको लागि चाहिँ प्रयोग गरिन्छ होइन। अनि यो यसको यो यहाँनिर चाहिँ धार छ है, यहाँ धार छ, यहाँ चाहिँ मुसालाई खानेकुरा राखेर थापिन्छ। अनि यहाँ चाहिँ मुसा पर्छ होइन। यो पनि निकै पुरानो। यसलाई गाउँघरतिर चाहिँ साँचो पनि भनिन्छ, मुसा मार्ने साँचो भनेर यहाँनिर नाम लेखिएको रहेछ होइन। स्टिलको टुम्लेट, ल हेर्नुहोस् यो स्टिलको टुम्लेट। अहिलेको भाइ बहिनीहरूले त धेरै राम्रो टुम्लेटहरू देखेका छन्, प्रयोग गरेका छन्। तर यो पुरानो, धेरै पुरानो स्टिलको टुम्लेट पनि मैले देखाइरहेको छु। अनि यहाँ खुकुरी देख्न सक्नुहुन्छ है, यो पनि निकै पुरानो खुकुरी। आदरणीय दर्शक महानुभावहरू, आज भनेको 2082 जेष्ठ महिनाको 17 गते होइन। त्यो धरानको माहौल रङ्गिन बनेको छ आज होइन। जताततै होइन किराँत राई यायो खाले भरि भराउ छ होइन। अनि धरानमा चाहिँ आज धरानभित्रको किराँत समुदाय मात्र नभएर चाहिँ आज धरानदेखि बाहिरको पनि धेरै होइन आगन्तुकहरूको आगमन भएको छ। त्यसैले गर्दा जुन मैले स्टलहरू देखाएँ नि, यो चाहिँ इटरी तरराबाट आउनुभएका हाम्रा राई समुदायको यो खान मैले देखाएँ तपाईँहरूलाई होइन। र उहाँहरू चाहिँ नाच्नको लागि तयारी अवस्थामा पनि हुनुहुन्छ। साकेला नाचको लागि पनि अब तयारी रहँदै हुनुहुन्छ उहाँहरू। विभिन्न होइन हातमा अब उहाँहरूको कल्चर, आफ्नो वेशभूषामा उहाँहरू चाहिँ शृङ्गारिएर होइन नाच्ने तयारीमा रहिरहनु भएको दृश्य मैले देखाइरहेको छु। र अब केही समयमा चाहिँ उहाँहरू नाच्नुहुनेछ। अनि यति राम्रो सजावट आज यो होइन, यो दृश्यहरू मैले देखाएँ। हुन त धेरै साकेलाहरू छ, धेरै राईको विभिन्न साङ संस्थाहरू आइरहेको छ होइन। र अब नाच पनि सुरु भएको छ दर्शक महानुभावहरू। मैले यहाँनिर देखाइरहेको छु, यहाँहरूले मजाले हेर्नु होला होइन। यति राम्रो साकेला सिल्ली होइन। किराँतीहरूको चाहिँ यो सिल्लीको पनि आफ्नो आफ्नो भाका हुन्छ है।
बसेर होइन यो भिडियो हेरेर मजा लिँदै हुनुहुन्छ यहाँहरूले च्यानललाई सब्सक्राइब लाइक सेयर गरेर माया गरिदिनको लागि पनि म यहाँहरूसँग अनुरोध गर्दछु किनकि यहाँहरूले माया गर्नुभयो च्यानललाई सब्सक्राइब लाइक गर्नुभयो भने मात्रै फेरि यस्तै राम्रो राम्रो मनोरञ्जनको कार्यक्रमहरू लिएर हामी आउन सफल बन्नेछौँ। आदरणीय दर्शक महानुभावहरू यहाँहरूले हेरिरहनु भएको यो साकेला सिल्ली होइन निकै मार्मिक निकै व्यापक रूपमा नाचिरहेको छ यहाँहरूलाई साँच्चै रमाइलो लागिरहेको छ र यो ग्रुप चाहिँ किराँत राई चामलिङ समुदायहरू होइन उहाँहरू चाहिँ इटरीबाट आउनुभएको छ र मैले यहाँहरूलाई अघि पनि जानकारी गराएँ होइन निकै राम्रो साकेला सिल्ली लिएर आउँदै हुनुहुन्छ। यो चाहिँ यो नाचको प्रक्रिया या सिल्ली भनिन्छ विभिन्न होइन यहाँनिर चाहिँ घरिघरि धान रोपेको देखिन्छ धान काटेको देखिन्छ धान झाटेको देखिन्छ होइन हातमा चौरीको पुच्छर लिनुभएको छ अनि उहाँहरू आफ्नै राई वेशभूषामा होइन यसरी किराँतीहरू चाहिँ अब प्रकृति पूजक भएकोले गर्दा पनि उहाँहरूमा म्याक्सिमम हामीले देख्न सकिन्छ होइन उहाँहरूको हातमा चाहिँ होइन सेउलाहरू लिएर होइन चौरीको पुच्छरहरू लिएर यसरी आपसमा चाहिँ यसरी रमाइलो गरी मानिराख्नु भएको छ नाचिरहनु भएको छ। अनि आज भनेको चाहिँ 2082 सालको होइन जेष्ठ महिनाको 17 गते अनि धरान 17 स्थित यो निकै ठुलो साकेला पार्कमा यो अन्तिम उभौली कार्यक्रम चाहिँ भव्य रूपमा भइरहेको विषय मैले देखाइरहेको छु। चाहिने प्राचीन सामग्रीहरू यहाँभित्र देख्न सक्नुहुन्छ। यहाँ देखाइसकेको छौँ हामीले र जति पनि हाम्रो भिडियोलाई हेरिदिनु भएको छ हाम्रो च्यानललाई सब्सक्राइब गरेर लाइक र सेयर गरिदिनु भएको छ सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यहाँहरूसँग अब हामी बिदा चाहन्छौँ होइन। यहाँहरूले यो च्यानललाई सब्सक्राइब लाइक गरिदिनु होला। यहाँहरूले सब्सक्राइब लाइक गरिदिनु भयो भने मात्रै हामी यसरी होइन विभिन्न कार्यक्रमहरू ल्याउनको लागि चाहिँ हामीलाई ऊर्जा मिल्नेछ भन्दै यो आजको भिडियो यही अन्त्य गर्न चाहन्छु। म बिदा चाहन्छु। सानु राजा थेगिम। हस्त सबैलाई नमस्कार।